आज चाहिँ भने हाम्रो पसलमा आएको थियो यो स्कुटर बुलेट बाइकमा कन्भर्ट गराउनको लागि के हामीले यो बुलेट बाइकमा कन्भर्ट गर्न सक्छौँ। अलराइट गाइज, आई होप सबजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज भने म चाहिँ बिहानै उठेको थिएँ। उठ्ने बित्तिकै म चाहिँ चिया खाइदिन्छु। चिया खाएर कहाँ भ्याउनु पाएको थिएँ, मेरो साथी मलाई भेट्न आएको रहेछ के। अनि हात मिलाउन खोजेको साथीले त हातै मिलाउँदैन। अनि पसलमा आएको थियो हामीसँग यो स्कुटर बुलेट बाइकमा कन्भर्ट गराउनको लागि। अनि हामीले चाहिँ यसलाई बुलेट बाइकमा कन्भर्ट गर्दैछौँ। अनि आज चाहिँ हजुरलाई देखाउने वाला छु हाम्रो ग्यारेज लाइन है त। सबभन्दा पहिला चाहिँ यो इन्जिन ग्यारेज भइहाल्यो के अरे। अनि यतापट्टिको हाम्रो डेन्टर ग्यारेज है त। मेरो ग्यारेज चाहिँ यही नै हो। अनि यतापट्टि हाम्रो सन्दीप दाइको टायर पसल पनि छ। त्यो भन्दा अलिकति यतापट्टि चाहिँ यहाँ गिल र बाइक पसल पनि छ है त। सबभन्दा लास्टमा चाहिँ हाम्रो पेन्टर दाइको पेन्ट हान्ने ग्यारेज छ। अनि हाम्रो दाइले चाहिँ यहाँ गाडीको प्याडमा चाहिँ ड्रइङ गर्दै हुनुहुन्थ्यो। अनि मैले पनि केही न केही त काम गर्नु पर्यो। त्यही भएर म चाहिँ ढाला डेन्टिङ गरिदिन सुरु गरिदिन्छु है त। यसमा चाहिँ हजुरलाई मेरो मिनी भ्लग कस्तो लाग्छ गाइज कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। अनि हाम्रो दाइले चाहिँ यहाँ बवाल चित्र पनि गराएर भ्याउन लगाइसक्नु भएको थियो। अनि हाम्रो यो कालो बिरालोले चाहिँ बच्चा पनि फाइनली पाइसक्यो, त्यही पनि 5-5 वटा। हजुरलाई चाहियो भने भन्नु है, म लिएर आइदिन्छु ठाउँमै। अनि हाम्रो दाइले चाहिँ यहाँ ड्रइङ गराएर पनि भ्याइसक्नु भएको थियो। बब्बाल थियो। अनि लास्टमा चाहिँ स्कुटर आएको थियो पेन्ट हान्नुको लागि। दाइले चाहिँ पेन्ट हानिदिन लाउनु भएको थियो। अनि यो स्कुटरको चाहिँ अनि काम चाहिँ किन रोकियो भन्दाखेरि यसको सामान आउँदै रहेछ, त्यही भएर यसको काम चाहिँ रोकिरहेको छ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ।